हेलो 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 नमस्कार सम्पूर्णमा सो अनि जोरले पनि सो वेलकम ब्याक टु माई अनदर न्यू ब्लग। सो स्वागत छ सबैलाई मेरो नयाँ ब्लगमा। सो अहिले चाहिँ म टक्क लाएर लिस्बनको सेन्ट्रल सिटीबाट चाहिँ मैले ब्लग स्टार्ट गर्दैछु। अहिले चाहिँ मेरो वरिपरि टक्क लाएर गाडीहरू छ, किन भन्दा यतातिर रेड लाइट बोलेको रहेछ अनि यहाँ टुरिस्टहरू पनि टनक्कै छ। सो अहिले चाहिँ मैले मध्यम दिनबाट 4 बज्यो, लगभग 4:30 भइसक्यो, ब्लग स्टार्ट गरेको छु। बिहान अलि हतार नै थियो आज पनि। सो अनि हिजोको ब्लग पनि मैले एडिट गरेर आज अलि हतारमा अलि लेट नै पोस्ट गरेँ। सो त्यो भएको हुनाले म आज अलि मध्यम दिनमा नै ब्लग बनाउँदैछु। सो अहिले चाहिँ टक्क यतापट्टि रेड लाइट छ, यहाँ चाहिँ म ग्रिन लाइट वेट गरेर बसेको हो। अब चाहिँ आज चाहिँ के हुन्छ लेट्स सी, हेरौँ के हुन्छ हेरौँ है त। आज चाहिँ टक्क लाएर हिजोकै ड्रेसअपमा छु म चाहिँ। एक्सक्युज मी, बाटै छेकेर हिँड्छ। जस्ट मेरो चाहिँ हिजो अलि नाक चाहिँ कस्तो थियो भन्दाखेरि त्यो नाकमा अलिकति प्रब्लम थियो क्या, त्यो पाल नै बुझेको थियो अनि सास फेर्न नि अलिक कस्तो अप्ठ्यारो भइरहेको थियो अनि बोल्न पनि लगभग अप्ठ्यारै भएको थियो मलाई हिजोको दिनमा चाहिँ होइन। त्यही भएर म अलि स्लोली बोलेको थिएँ। आज चाहिँ अलि ठिक छ, मलाई अलि बेटर छ हिजोको भन्दा। जस्ट आज चाहिँ अलि चर्को नै बोल्ने छु। जस्ट अहिले चाहिँ टक्क हिजो जस्तो आज गर्मी छैन। आजको टेम्परेचर जस्ट कति छ भन्दाखेरि 30 छ। हिजो चाहिँ 35 पुगेको थियो, आज चाहिँ जस्ट 30 छ होइन। त्यति साह्रो गर्मी छैन हिजोको तुलनामा। अनि म चाहिँ टक्क हिँडिराखेको छु। अब सायद साथीले काम गर्ने रेस्टुरेन्टतिर जान्छु होला। सो उतै जान्छु टाइम पास गर्नको लागि। एकछिन गफसप पनि हुन्छ अनि बाटोमा के हुन्छ हेर्दै जाउँला है त। टक्क यतापट्टि गाईले गाईले पुरा मुन्टो टानेर हेरेछ। वाउ, यो चाहिँ के अल सप हो कि के हो, समथिङ छ। मैले चाहिँ यसबाट अस्ति टक्क एउटा फ्यान किनेको थिएँ, यस्तो हातमा उचालेर बोक्ने फ्यान। मेरो लागि त होइन, जस्ट कसैको लागि हो। टक्क लाएर यस्तो हाम्रो काठमाडौँमा होइन, काठमाडौँमा अनि पोखरामा अनि कहिले होला यस्तो गुड्ने। खै हाम्रो नेताहरूको सपना सबै आफ्नो पेट मात्रै भरिदिने अनि बाटो नपाइदिने अनि सिस्टमहरू नहालिदिने। गाली गरिहाल्छ नि जनताले त होइन। दुःख पाएपछि त विदेशमा देख्दाखेरि कस्तो हुन्छ भने नि ओहो आफ्नो देशमा नि यस्तै भएको भए कति मजा हुन्थ्यो भन्ने हुन्छ नि त। जस्ट यस्तो चिजहरू त फोटो खिचेर हेर्नुपर्छ यार। हामीले कहिले नदेखेको जस्तो हुन्छ क्या। ल कसम हो, अलि टेक्नोलोजीको कुराहरू देख्दाखेरि चाहिँ कस्तो हुन्छ, ओहो फोटो खिचाउँ यार भन्ने हुन्छ क्या। कहिल्यै नदेखेको भएर नि त त्यो हाम्रै नेपालमा भएको त छ हाम्रोमा नि भन्ने हुन्थ्यो नि त। जस्तै हो त्यो गाईको मुन्टो चाहिँ त्यो एउटा अलसप भन्ने त्यो एउटा ब्रान्ड रहेछ होइन, सपिङ सेन्टर। यसमा इलेक्ट्रिक सामानहरू सबै सानोतिनो चार्जरहरू धेरै थोक पाउने रहेछ त्यसमा। अनि मैले चाहिँ किनेको थिएँ टक्क सानो फ्यान। यदि तपाईँहरूलाई पनि गर्मी लाग्छ अनि फ्यान किन्नुहोस्, टक्क उचालेर हिँड्न सजिलो हुन्छ होइन। बाटोमा गर्मी भयो भने नि टक्क उचाल्यो, लायो अनि हिँड्यो। जस्ट मजा होइन त। अनि टक्क मजा मेरो लागि चाहिँ थिएन त्यो होइन, कसैको लागि हो। मलाई आवश्यक छैन, म यत्तिकै काले छु। जस्ट मलाई केही फरक पर्दैन घामदेखि कालो भएर होइन। कालो मान्छेलाई के कालो होला भन्ने टेन्सन, गोरो मान्छेहरूलाई पो हो त। जस्ट यतातिर चाहिँ खासै घाम पनि छैन होइन, जसमा खोलिदिनु पर्ने हुन्छ। आज अलि एक किसिमको अलि अर्कै खालको जोस आएको छ मलाई। सो मेरो चाहिँ सब्सक्राइबर एकदम ढिलो बढिराखेको छ होइन। प्लिज यदि कसैले नयाँ हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला।
यदि कसरी गर्ने थाहा छैन भने तपाईँहरूलाई अब लिङ्क मैले साथीहरूलाई धेरैजनालाई लिङ्क पठाएको हुन्छु तर लिङ्कमा त हुँदैन भन्ने हुन्छ क्या बस युट्युबको सर्च बारमा जानुहोस् क्यापिटल MAGAR अनि स्पेस क्यापिटल D अनि फेरि IPU दिपु मगर हान्दा बित्तिकै टक्क मेरो रातो फुलको पछाडिको त्यो फोटो आउँछ त्यसलाई ठ्याक्क सब्सक्राइबर हानिदिनुहोस् अनि टक्क भिडियो हेर्नुपर्छ चट्टो पारामा रमाइलो रमाइलो भिडियोहरू आउँछ सो जस्ट सब्सक्राइब गरिदिनुहोस् अनि लाइक पनि गरिदिनुहोस् होइन कन्जुसाइ किन अनि टक्क भिडियोहरू छ भिडियोहरू चेक गर्नुहोस् अहिले चाहिँ म ट्याक्क यतातिर आएको थिएँ होइन यतातिर चाहिँ टक्क यस्तो पो भयो रहेछ त्यहाँतिर त सानो सानो स्टलहरू लागेर यहाँ चाहिँ समरको स्टलहरूलाई पक्कै पनि बास राति मजा हुन्छ होला यहाँ चाहिँ होइन अहिले भरे हेरौँ हुन्छ फेरि मेरो ओहो मान्छे त भित्र त मेरो फेरि 10 बजीतिर छुट्टी हुन्छ 10 बजीतिर यहाँ बन्द हुन पनि सक्छ येल्लो बस पनि टक्क लागिरहेको छ समर लाग्न साथ टुरिस्ट वात्तै बढ्यो क्या फालाफाल छन् यहाँ टुरिस्टहरू अनि बस पनि यो येल्लो बस भनेको चाहिँ यहाँको लिस्बनको एरियामा मात्रै घुम्छ सायद यो आउट अफ लिस्बन पनि जान्छ होला मेबी आई डोन्ट नो होइन यसको बारेमा मलाई खासै जानकारी भएन जस्ट यसको चाहिँ अस्ति नै एक्सपिरियन्स गरिसकेको थिएँ टिकट काट्ने अनि त्यसपछि 24 आवर 12 आवरको त्यो लिमिटेड हुन्छ अरे अनि त्यसपछि घुम्ने यसमा चढ्ने अनि त्यसपछि त्यसले टक्क घुमाइन्छ सबै एरियातिर भन्ने कुरा चाहिँ मैले सुनेको थिएँ मैले सोधेको थिएँ अस्ति सोध्न त बट स्टिल अझै राम्रोसँग जानकारी छैन अहिले चाहिँ टक्क यतातिर गल्लीतिर आएको यहाँबाट चाहिँ ओहो यतातिरको त यतातिरको भत्काएर यतातिर सार्ने रहेछ थाहा पाइसकेँ मैले यता पहिला यतातिर यताको साइडमा थियो होइन अहिले चाहिँ यता जस्ट यता सारिदिएको रहेछ अब चाहिँ टक्क लाएर हिँडिन्छ आफ्नो पारामा होइन जस्ट एक्लै घुमिराखेको छ है केटो चाहिँ एक्लै हो घुम्ने भनेको रमाइलो हुन्छ जोस् अब छुट्टी मिल्दैन होइन केटाहरूसँग साथीभाइसँग टक्क छुट्टीमा टक्क ब्लग गराउँदै हिँड्नु हुन्थ्यो जस केटाहरूको चाहिँ छुट्टी मिल्दैन संजोगवश कहिले कसो यस्तो भेट भयो भने मात्रै हो अदरवाइज एक्लै नै हुन्छ मजा प्रायः जसो सो भोलि चाहिँ सन्डे फाइनल्ली डे अफ टुमोरो छुट्टी होइन अब छुट्टीको दिन त्यस्तै हुन्छ खाना पकाउने खाने अब घरमै अब अलिअलि काम हुन्छ आफ्नो ओहो किन मान्छे जम्मा भएको यहाँ के छ यस्तो यहाँ यस्तो हुनुपर्ने जम्मा हुनुपर्ने कारण के हो यहाँ केही छैन कारण त ए टुरिस्ट यो प्याकेजमा घुम्नेहरू हो कि यिनीहरू जस्ट यिनीहरूलाई चाहिँ यहाँको ट्राभल्स एजेन्सीहरूले प्याकेजमा घुमाइदिने रहेछ क्या जस्ट खाना खुवाउने घुमाउने टेस्ट गराउने सानोतिनो चुप्कीहरू थक्क लगाउने रहेछ अनि जस्तै हिजो चाहिँ रेस्टुरेन्टमा आएको थियो होइन 2 जना बुढी आमाहरू आएको थियो अनि एजेन्सीको मान्छे चाहिँ छोडेर हिँड्ने थियो क्या अनि साथीले फोन गर्दै थियो अनि उसले फोन गरेको त हामीलाई त थाहा छैन भन्दै त जो मान्छेले लिएर गएको त्यो मान्छेलाई फोन गर भन्दै थियो अनि त्यसपछि तेरो लोकेसन पठा हामी पठाइदिन्छु भन्दा नि त्यो त मिल्दैन भनेर छ लगाइदिन्छ जस्ट कहिले कसो हुन्छ यो कुराहरू अलि एजेन्सीहरूको अलि भर हुन्न सो आफै विचार गराउनु पर्ने हुन्छ विश्वसनीयता कतिको छ भन्ने कुरा हो होइन टक्क यहाँ चाहिँ अब साथी रेस्टुरेन्ट आयो यहाँ चाहिँ बाहिरै छ केटा बास यतिको कामले त के हो दोस्त यार तिमीलाई मलाई देखाउन लाग्यो कि के हो यस्तो केटो पक्कै पनि ब्लग खिचिदिया भनेर होला तिमीले होइन पहिल्यै रेडी पारेर राखेको छौ त के छ अनि हालखबर सन्चै छौ बसौँ म
ल म तिम्रो कस्टमर हो नि म त यार के हो र यार तिमी पहिला हाम्रो रामेनमा खुब बस्थ्यौ त हामी के भन्थ्यौ वहाँ उता बसे होइन तिमीले फुड हाउसमा यहाँ नि त को छ र खै हो छैन यहाँ कोही छैन ल पुरै खाली हो एक टेबल छ त्यति हो दोष मलाई लास्ट भोक लाग्यो प्लिज यार के एउटा यार एउटा कफी लिएर आऊ अनि क्रुसनहरू लिएर आउँछ चिसो कफी जे हुन्छ त्यही लिएर आऊ मैले खानै खाएन आज जस्ट म खाना खाने टाइम पनि पाइएन सो अब चाहिँ यहाँ हल्का उहाँको ल के ल आर्ट बनाऊ ल म आज नि आर्ट तिम्रो ल ल ल ल जे बनाऊ तर मलाई चाहिँ चाहियो क्या मलाई अति भोक लाग्यो आज होइन जस्ट अब चाहिँ टक्क बसेर कफी खाइन्छ होइन त्यसो गफसफ हुन्छ म चाहिँ यहाँ टाइम पास पनि हुन्छ साथीहरूसित धेरै भयो भेट नभएको नि अब चाहिँ खाना आज अलि लेट भयो किन भन्दा आज सटरडे मेट्रो अलि लेट नै हुन्छ क्या घरबाट त छिटै निस्केको थिएँ बट अनि मेट्रो अलिकति लेट भएको हुनाले म अलिकति ढिलो आइपुगेँ बट टाइमभन्दा अब पछाडि आएपछि अब खाना खान नपाइने त्यस्तो रुल छ फेरि होइन अब खाना खाने टाइममा पुग्यो भने चाहिँ खाना खानु पाएँ नत्र खासै खाना खान नपाइने त्यस्तो रुल छ अब नयाँ रेस्टुरेन्टमा होइन नयाँ ठाउँमा त्यस्तै हो अब अलिकति एडजस्ट हुन गाह्रै हुन्छ पुरानो भएको भए त आफ्नै हो होइन मिलिहाल्थ्यो बट ठिकै छ नो प्रब्लम साथीको टक्क क्याफेमा आएँ यो चाहिँ टक्क लाएर क्याफे हो कि रेस्टुरेन्ट हो कि के हो बुझ्नै गाह्रो क्या जस्ट जे भए नि छ अब चाहिँ यहाँ टक्क लाएर खाइन्छ होइन यतापट्टि पनि छ रेस्टुरेन्ट यो चाहिँ हाम्रो नेपाली रेस्टुरेन्ट हो अरे नेपालीहरूको रेस्टुरेन्ट हो अरे होइन यतापट्टि चाहिँ पर्चुगिज के होला सायद कसले फोन गर्यो फेरि हेलो हजुर म यता सुनिलको रेस्टुरेन्टतिर ब्रेकमा अब कहाँ जान्थेँ फाइनल्ली मेरो चाहिँ क्रुसन र कफी पनि आइसक्यो मैले चाहिँ भोक लागेको थियो डेन्जर अनि 2 बाइट हानिहालेँ कफी चाहिँ यहाँ टक्क दामी तरकारी बनाएर ल्याएर रहेछ साथीले अनि क्रुसन पनि ल्याएर चाहिँ ठुलो खालको ल कफी चाहिँ खतरा दामी छ है मिठो छ जस कला चाहिँ रहेछ साथीको आज थाहा भयो क्रुसन पनि ठुलो रहेछ कि प्लेन क्रुसन दामी रहेछ क्या दामी छ चट्ट पारामा आनन्द खाएर चाहिँ बस्नलाई होइन गर्मी छैन टक्क क्रुसन अगाडि छ सत्र 4 भएछ यतापट्टि चाहिँ मान्छेहरू हिँडिराखेको छ बाहिरतिर टक्क आज सटरडे पनि भयो होइन आज जस्तो कोही विकेन्ड पनि भयो होइन विकेन्ड भएर नि होला मान्छे धेरै छ फेरि त्यही माथि गर्मी बढिहाल्यो गर्मी बढेपछि झन् मान्छेहरू यत्तिकै हुन्छ अनि विकेन्ड पनि भयो त्यही भएर होला आज चाहिँ खतरा मान्छेहरू छ दामी छ ल क्रुसन मैले अरू ठाउँमा खान्थेँ खानालाई यहाँको चाहिँ क्रुसन खतरा दामी लाग्यो ठुलो पनि ठुलो रहेछ लास्टै ठुलो रहेछ यार अब यत्रो छ हेर्नु न हाफ छ यत्रो अनि जस मजा आउने भयो होइन अब चाहिँ मैले टक्क खाना खानुपर्ने हुन्छ अब म फर्केर टक्क खाना रेडी भएको हुन्छ दाइहरूले टक्क खाना पकाउनु भएको हुन्छ होइन
अनि टक्क गएर खाना खान्छु त्यसपछि बल्ल काम हुन्छ आज चाहिँ 10 बजी छुट्टी हुन्छ मेरो राति दोषले के गरिरहेको भित्र नदेखिँदैछ अहिले चाहिँ म स्टप गर्छु अलि पछि कन्टिन्यू गर्छु अब बुढोलाई पैसै पे गर्नु पर्छ भन्यो सकिएको ल त्यसो म लागेँ है त भरे भेटौँ ल भरे कति बजी हो 11 बजे मेरो 10 बजे हो 10 बजे ब्रेक आज ब्रेकै हो भोलि छुट्टी खाएकै भोलि भेटौँला है त ल ल ल ल थाहा मलाई कहाँ जान्छु भन्ने कुरो ओके ल चाउ ल है त अब लाग्नु पर्यो टक्क बाई बाई साथ बाई बाई फेरि भेटौँला भोलि भेटौँला भोलि आउँछु छुट्टी छ के हैन ल चाहिँ टक्क लागेको माइक अन गर्नु पर्यो अब त माइक अन नगरिँदा फेरि साउन्डै फेरि सोलो सानो आउँछ के सो त्यही भएर टक्क माइक अन गरिदिनु पर्यो भोक लाग्थ्यो अनि टक्क खाइयो पैसा तिर्न परेन साथीभाइ भएको फाइदै हो साथी होइन पैसा पे गर्छु भने दिनदिन केटाहरूले के गर्नु त आफ्नो रेस्टुरेन्टमा आफूले काम गर्ने रेस्टुरेन्टमा आयो भने चाहिँ पैसा पे गर हो क्या पैसा पे गर्नुपर्छ यार भन्न साउले मार्छ हो क्या होइन त्यस्तो होइन कहिले कसो हुन्छ साथीभाइ हाम्रोतिर के हो यता युक्रेनको झन्डा पुरै फरफराइराखेको छ त के गरेको यस्तो यो त युक्रेनको धन्दा हो यार बस हान्दैछ है केटोले टक्क लाएर कसै नयाँले हेर्दै हुन्छ भने झ्याप्प लाएर सब्सक्राइब हान्नुहोस् है त अनि यस्तै भिडियोहरू आउँछ रमाइलो अनि हिजो चाहिँ मेरो ठक्क कालीसित अलिकति लफडा परेको थियो मासला मैले चाहिँ खासमा त्यसलाई केही पनि भनेको थिइनँ मैले जस्ट अर्को मान्छेसँग कुरा गरिराखेको थिएँ अर्को मान्छेसँग कुरा गरिरहेको थिएँ होइन रायो फ्रम ब्रो भन्दै थियो त्यसले चाहिँ अनि मैले चाहिँ आम फ्रम नेपाल भने होइन त्यसले चाहिँ सामान किन्दैन भनिरहेको थियो होइन मसँग पैसा छैन म किन्न सक्दिनँ भनेको त अनि नेपालबाट हो त भन्दै थियो कति बसिस् भन्दै थियो म भइसक्यो 4-5 वर्ष भनेको त यस्तरी के नेपाल गो रे के अनि मैले टक्क अनि भिडियो बन्द गरेँ अनि त्यस भनिदिएँ मैले तेरो फोटो खिचिदिएको छैन मैले तेरो भिडियो सुट गरेँ होइन त किन बर्ता भएको भनेको त होइन तैँले मेरो क्यामेरा देखाइस् त्यही भएर मलाई रिस त्यो अरे के क्यामेरा बन्द गरिसक्यो त भन्यो भने म कुल डाउन भयो अरे भाइ साहब सकिन्न के कुरा गरेर कलाएर गर्मिसक्यो यतातिर 709को बस यहाँबाट लागिँदैछ रोसियो रे यहीँ रहेछ यसको लास्ट स्टेसन चाहिँ कालेहरूले सकिन्न कि यहाँ कति सेक्युरिटी टाइट हुन्छ होइन राति टक्क जाँड खाएर आएर त्यो जाप्लिङ डोर के मेट्रो स्टेसनमा ट्रेन स्टेसनमा त्यो जाप्लिङ डोर के त्यो त कार्डमा पैसा पे गरेर हालिदिने हो नि त कार्डमा पैसा पे गरेर अनि चढ्ने हो नि त त्यो त भात दिन्छ तिनीहरू यहाँ चाहिँ सानो मार्केट रहेछ सरी पसल रहेछ के आज पानी पुरै पोखिसक्यो क्या वहीँभरि पानी छ त
अनि धेरै ठाउँ यतातिर पहिला म बस्ने ठाउँतिर नि डेन्जर के त्यो 2-3 जना ग्याङ हुल माडेर हिँडिरहेको थिए अनि तिनीहरूले अनि मान्छेहरू अनि पिट्ने अनि अलिअलि भएको पैसाहरू लुटिदिने त्यस्तो गरेको थियो कि अनि त्यही भएर हामीले रुम सरेर अर्को ठाउँ हिँड्नु परेको थियो जस्ट केही भएन हामी चाहिँ अब खासमा डराएर त्यस्तोसँग तिनीहरूसँग डराएर हिँड्न सरी यस्तो थोकिने अब डराएर हिँड्न हुँदैन होइन तिनीहरूसँग चाहिँ बोलिदिनु पर्छ क्या के हो त नि भनेर न्यु थापिदिने त्यस्तो मतलब त्यसलाई प्रतिकार गरे जस्तो गर्ने नि तिनीहरू पनि हल्का डाउन हुन्छ अदरवाइज डरा जस्तो गर्ने दुसुको भाग्ने त झन् जसले नि हेपिहाल्छ नि होइन जस्तै मसित कोही झगडा गर्न आयो अनि त्यो मान्छे मसित डराएर भाग्यो होइन मैले हेप्छु हेर्दै नि त्यसलाई पक भन्दै अझै लखड्छु नि त मैले त्यस्तै हो कि डराउनु चाहिँ हुन्न बी केयरफुल चाहिँ हुनुपर्छ होइन तिनीहरूले आँखा जिम्मे माल गएर हानिदिन्छ बी केयरफुल हुनुपर्छ जस्ट त्यति साह्रो डराएर पनि हिँड्न हुँदैन तिनीहरूसँग होइन म चाहिँ क्यामेरा बन्द गरेर अनि कोसे थिएँ कि यस्तो हो नि त 2 मिनट हान्यो नि त त्यसले मलाई नेपालको भन्दा बित्तिकै सो अहिले चाहिँ म यतातिर आइसकेँ टक्क अब चाहिँ भोक लाग्यो त्यही भएर होला बिहान पनि चुरुक्क उठेर हिँड्नुपर्छ होइन आज चाहिँ हिँडेको थिएँ हिँड्न पर्छ होइन आज चाहिँ हिँडेको थिएँ जहिले सुकै चाहिँ हिँड्दैन जस्ट यतातिर चाहिँ गाडीहरू ठक्क अट्ठाएर राखेर रहेछ गाडी होइन यो यसलाई चाहिँ मिनी रेल भन्छ होला टक्क यस्तो सानो बाटोमा नै होइन चट्ट पारा मैले अघि नै भनिसकेँ यसको बारेमा एक्सपिरियन्स गरिसकेँ मैले कहिले होला हाम्रो पोखरा सिटीमा हाम्रो काठमाडौँ सिटीमा चट्ट पारामा यस्तोमा हामी पनि सिस्टमको गाडीमा बसेर सर ट्राभल गर्ने होइन जस्ट त्यो दिन आउला आई होप छिटै आउला हाम्रो नेपाली दाजुभाइहरूको अथवा हाम्रो दिमाग बुद्धि पलायो भने र यस्तो कुहिएका नेताहरूलाई हताएपछि चाहिँ अलि राम्रो भिजन भएको नेताहरू आयो भने चाहिँ युवाहरूको केही जमर्कोले चाहिँ गर्न सक्छ यो कुराहरू अदरवाइज अरू मान्छेहरूले गर्न सक्दैन भिजन भएको मान्छेले गर्न सक्दैन जस्तै त्यति नै हो होइन यतातिर चाहिँ आज शान्त छ अलि शान्त छ खाली छ रोड पनि टक्क लाएर साइक्लिङ गरिरहेको छ बुढाले जस साइकल चाहिँ चलाउनु पर्छ स्वास्थ्यको लागि पनि राम्रो हो अब छिटो पनि पुगिने भयो होइन यता फेरि अलिक सेफली पनि छ कि सेफ छ अब जोनहरू साइकलको लागि छुट्टै हुन्छ अब मान्छेहरूको लागि छुट्टै हुन्छ त्यो भएको हुनाले अलि सेफली चाहिँ टक्क यहाँ साइकलको लेन देखाइदिएछ नि यहाँ साइक्लिङ गर्ने भनेर साइकलको लेन देखाइदिएको सायद देखिएन होला यो चाहिँ कालो हो कि यसको चाहिँ कलर गएर डिस्कलर भएको छ त्यही भएर हाम्रोतिर जस्तो हुँदैन गाडी पनि वहीँ छ साइकल पनि वहीँ छ मान्छे नि वहीँ छ हाम्रोतिर त्यस्तो हुन्छ अनि एक्सिडेन्ट धेरै हुन्छ नि त क्रास हुने सम्भावना धेरै हुन्छ फेरि साइकलबाट जब गुल्टियो भने फेरि नराम्रो तरिकाले गुल्टिन्छ मान्छेहरू त्यही माथि हेलमेट लगाइदिन्न होइन हेलमेट नलागेपछि चाहिँ सिधै टाउकामा चोट पर्छ नि त टाउकामा चोट पऱ्यो भने असर नराम्रोसँग पर्छ कुनै सामान्य एक्सिडेन्टले पनि धेरै इफेक्ट परेको हुनसक्छ जो यहाँ चाहिँ टक्क दामी हुन्छ अब साइक्लिङ लेनमा चाहिँ साइकल मात्रै हिँड्छ होइन मान्छेहरू हिँड्दैन गाडीहरू हिँड्दैन अनि गाडीहरू हिँड्ने लेनमा चाहिँ गाडीहरू मात्रै हिँड्छ साइकलहरू जबरजस्ती हिँडाउँदैन त्यति नै हो आज यता खाली छ किन हो हुन त खासै यतातिर मान्छे त हुन्न हुन त कहिले नि मलाई चाहिँ अस्ति एउटा कालेले यस्तो ठग्यो होइन लुइस भिट्टन भनेर त डुप्लिकेट चस्मा भिडाइदियो क्या के भन्ने त्यसलाई होइन गल्ती आफ्नै छ नहेरिकन ल्याउनु होइन होला भने त्यो त एलभी हुन्छ नि त लुइस भिट्टनको त्यो लोगो त त्योमा त यसो वाइएल छ मैले चाहिँ यसो हेर्दाखेरि ठक्क हेर्दाखेरि एलभी नै देखेँ कि अनि वाउ सस्तोमा है चोरीको माल पाइने हो भनेर यत्रको घर हेर्दाखेरि त के हो जस्ट बी केयरफुल बाटोमा अब अलि ब्रान्डेड सामान भयो आयो भनेर कसैले बेच्दैछ भने चाहिँ नपत्याउनु होला जस्ट तिनीहरूले बेकुफ मात्रै बनाउँछ
अरू केही बनाउनु तिनीहरूले बेगुफ मात्रै बनाएको हुन्छ होइन अब त्यही नै हो अब यस्तो कुराहरूमा आफै केयरफुल हुनुपर्छ सामानहरू आफ्नो जतन गरेर राख्नुपर्छ सो राति बिहान चाहिँ झ्याप लाएर कसैले स्काम हान्न सक्छ होइन पर्सहरू पर्स वालेट अनि मोबाइल फोन अनि कार्डहरू अब यतातिर त धेरै कार्ड हुन्छ जस्ट यतातिर हिजो म आएको थिएँ हिजो बेलुकी काम परेर आएको थिएँ टक्क लाएर के हो मुखमै हेरेको गर्छ नि त त्यस्तो साह्रो हेर्छन् त छैन कालेलाई हुन त अब सबैलाई गोरो मात्रै कहाँ मनपर्छ र होइन हो क्या बाहिर कोही बाहिर टक्क हिँड्दाखेरि हामीलाई वाउ हुन्छ नि त गोरो देखेपछि कुनै कुनैले त कालो देखेपछि वाउ हुन्छ होला नि त जस्ट मनको लड्डु मात्रै फुटाएको है मनको लड्डु मात्रै फुटाएको अरू केही नै बास फोटो खिचिन्छ यतातिर फोटो खिच्दैछ यतातिर साथीले चाहिँ उसको साथीले आफ्नो साथीले फोटो खिचिदिँदैछ अहिले चाहिँ म आइसकेँ टक्क चोकतिर केटा हो चोकतिर भन्ने एउटा डेन्जर भाइरल भएको थियो टिकटकमा अहिले चाहिँ चोकतिर आएँ आमामा कति अल्गो हो कति छ हामीसित टाइम ल हामीसित चाहिँ खासै टाइम छैन होइन जस्ट ब्लगिङ चाहिँ अब आजको यो ब्लगलाई चाहिँ यतातिर व्यवस्था गर्नुपर्ने हुन्छ यतितिर थन्काइदिनु पर्ने हुन्छ होइन अब धेरै लामो भयो भने मलाई नै ज्या हुन्छ फेरि भोलि छुट्टी हो आफ्नो टाइम टक्क छुट्टीमा आफ्नो टाइम आफै स्पेन्ड गर्ने हो जस्ट फेरि ब्लगिङ लामो भयो भने चाहिँ झन्झट हुन्छ मलाई पनि यसो काटकुट गर्नु पऱ्यो होइन जप्पै त्यही बोल्ने हुन्छ कुनै ठाउँमा आफूले थाहा हुन्न अनि त्यसपछि अब एडिटिङ पनि खासै त्यति साह्रो पर्फेक्ट भएको छैन म चाहिँ गर्दैछु जम्मा 20-25वटा भिडियो बनाएँ मैले चाहिँ होइन अलिकति केही नलेजहरू बटुले 20-25वटा भिडियोमा सो नयाँ हुनुहुन्छ भने सब्सक्राइब एकदम थोरै छ मेरो होइन भ्युज खासै आएको छैन जस्ट भन्ने त्यही नै हो के अरे होइन ब्लगरको अब ठुलो भयो नि सानो भयो नि अब ब्लगरै हो होइन भाषा त अब सुरुदेखि नै सेट गर्न पऱ्यो टक्क लाएर सब्सक्राइब हानिदिनु होला नयाँले हेर्दै हुनुहुन्छ भने पुरानोले हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट अनि के कस्तो हुन्छ प्रतिक्रिया चाहिँ बिल्कुल दिन नबिर्सनु होला यता अगाडि चाहिँ भिड छ होइन फेरि भोलि पनि यस्तै रमाइलो खाले रमाइलो ठाउँहरूमा गएर एक्सप्लोरिङ गर्दै रमाइलो गर्दै भिडियो लिएर आउनेछु भन्दै आजको भिडियोलाई चाहिँ म यतातिर एन्डिङ गरिदिन्छु सो त्यतिन्जेलसम्म मेरो भिडियो हेरेर बसिनु हुने सम्पूर्णमा थ्याङ्क यू भन्दै भोलि भेटौँला बाई गाइज बाई